दर्शकवृन्द अहिले हामी भक्तपुर सुडालमा आएका छौँ। यही घरमा बसेर 3 बजे उठेर इँटा भट्टामा गएर इँटा बनाएर बुबा आमालाई सहयोग गर्दै सरकारी विद्यालयमा पढेर गोमा श्रेष्ठले एसईमा 4 GPA प्राप्त गर्नुभएको छ। अहिले उहाँको सबैतिर चर्चा छ। कसैले कस्तो हुन्छ नि इमोसनल टाइपको भए आँखाबाट आँसु झर्यो हैन। अब त्यो अलि खुसीले त म भित्रबाट बाहिरै निस्के हैन उफ्रेर। के छ सपना चाहिँ तपाईको अब चाहिँ +2 साइन्स सकाउँछु अनि त्यसपछि MBBS मा स्कलरशिपमा डाक्टर पढ्छु भन्ने सोचेको छु। जहाँ दिन गएर आयो आज जहाँ दिएर आएपछि अनि त्यो क्वेसन हेरेर अनि ठ्याक्क उसले आफै जोड्दो रहेछ अनि मेरो यति आउँछ यस भनेपछि अनि दिनदिनै जहाँ सकेपछि मेरो 4 GB जसरी नै आउने हो ल्याउने हो। अनि अरूहरूले A+ ल्याउनु पर्छ नानी भन्नु नि कहाँ A+ मात्रै भनिदिन्छ मेरो त 4 GB टार्गेट छ भनेर भन्थ्यो। अनि मैले हार्ड वर्क गर्दा पनि कोही बेला रिजल्ट बिग्रिन्थ्यो त्यतिखेर चाहिँ नराम्रो लाग्थ्यो। कहिले ज्वरो आएर जच्नु लाग्यो अनि फेरि ल्यायो 1 बजे 13 टाइम 13 हुन्थ्यो। म त जान्छु स्कुल फेरि भनेर फेरि स्कुल जान्छु स्कुल पुर्याइदिनु भन्थ्यो नि पुर्याइदिनु बिरामी हुँदाखेरि कहिलेकाहीँ बिदाको बेलाको चाहिँ हिउँदमा चाहिँ इँटा बनाउँथेँ। तपाईँले अघि हामीसँग कुरा गर्दा भन्नुभएको थियो नि हामी 3 बजे उठेर इँटा भट्टामा जान्थ्यौँ इँटा पार्नलाई बच्चाहरूलाई पनि लिएर जान्थ्यौँ भन्नुभयो। त्यति बेला पनि बच्चाहरू उठाउन सजिलो हुन्थ्यो। नानीहरूले नि मोबाइलमा अलार्म राख्थ्यो यति बजेको भने 3 बजेको भनेर अनि ठ्याक्क अलार्म बजेपछि उठ्ने खोइ चिया पकाउने। क्लासमा कन्सन्ट्रेट भएर पढ्न मन लाग्थ्यो। क्लासमा कन्सन्ट्रेट भएपछि त्यो कुरालाई फेरि दोहोऱ्याइ धेरैचोटि पढ्दाखेरि चाहिँ मैले स्कुलमा पनि आफ्नो ब्रेक टाइमहरू चाहिँ त्यसलाई नै म्यानेज गरेर चाहिँ पढ्थेँ। अनि घरमा आएर पनि राति 11-12 बजीसम्म बसेर बिहान 3-4 बजे उठेर पढ्थेँ। यो 3 ले 12 को घर छ उहाँहरूको। रामेछापदेखि काठमाडौँमा आएर मेहनत गरिरहनु भएको छ सङ्घर्ष गरिरहनु भएको छ। बुवा नमस्कार। बुवा हजुरको परिचय दिनु। मेरो नाम मिनबहादुर श्रेष्ठ घर रामेछाप जिल्ला सुनापति गाउँपालिका वडा नम्बर 5 खण्डेपानी। हजुर हामी चाहिँ यहाँ इँटा भट्टा आउनुपर्ने त्यही भएर यहाँ बसेर। कति वर्षदेखि गर्दै हुनुहुन्छ यो मेहनत? यहाँ 69 सालमा यहाँ आएको त्यहाँदेखि नानीलाई यहीँ स्कुलमा हालेर यहीँ पढाएर यतै बसेको छ। हजुर त्यही त अहिले नानीको सफलताले सबैतिर चर्चा पाएको छ। एउटा बुबाको मनले छोरीको यो सफलतालाई कसरी हेरिरहनुहुन्छ? अब यो खुसी लागेछ राम्रै लागेछ सबैलाई धन्यवाद भन्न चाहन्छु। नमस्कार मेरो नाम गोमा श्रेष्ठ। म चाहिँ भर्खर एससी दिएर रिजल्ट आएर बसिरहेको छु। अनि मैले चाहिँ महेन्द्रगाम माविबाट चाहिँ एससी परीक्षा दिएर बसेको छु। एससी परीक्षाको रिजल्ट भर्खरै आयो हैन 2-3 दिन भयो। त्यसमा एकदमै थोरैले ल्याउने मार्क 4 GPA 4 GPA ल्याउनु भयो। रिजल्टको दिन के गर्दै हुनुहुन्थ्यो तपाईँ? म रिजल्टको दिन चाहिँ खेतमै थिएँ। अनि म नि त्यहाँ रिजल्ट कहिले आउँछ भनेर कुरिरहेको थिएँ। साथीहरूलाई पनि सोधिरहेको थिएँ सर म्यामहरूलाई पनि सोधिरहेको थिएँ। अनि त्यसपछि घरमा बेलुकैखेरि आएको थियो रिजल्ट चाहिँ। अनि घरमै आएर थाहा पाएको थिएँ। अनि त्यसपछि त खुसी लाग्यो रिजल्ट आएर पनि। कसरी हेर्नुभयो रिजल्ट चाहिँ? रिजल्ट चाहिँ मैले गुगलबाट चाहिँ कान्तिपुरबाट हेरेँ। कान्तिपुरको वेबसाइटबाट हेरेँ। अनि फेरि उता सरले पनि त्यही कान्तिपुरकोबाट नै हेरेर पठाउनु भएको रहेछ। अनि पहिला तपाईँले हेर्नुभयो कि सरले पहिला फोन गर्नुभयो? हामी दुवैजनाले एकैचोटि सरले मलाई हेरेर पठाउनु र मैले हेर्नु एकैचोटि भएको थियो क्या। कस्तो भयो महसुस? पहिलोचोटि ठ्याक्क देख्नुभयो नि ठ्याक्क पब्लिस भयो 4 GPA ठ्याक्कै मनले त्यतिखेर तपाईँले अनुभूति गर्नुभएको महसुस गर्नुभएको कुरा खेलेको अथवा खुसी छाएको कस्तो थियो क्षण ठ्याक्कै भनिदिनुहोस् त। म चाहिँ खुसीले कस्तो हुन्छ नि इमोसनल टाइपको भए आँखाबाट आँसु झर्यो हैन। अब त्यो अलि खुसीले त म भित्रबाट बाहिरै निस्के हैन उफ्रेर। अनि अब मैले त्यत्रो वर्षदेखि मेहनत गरेको थिएँ राम्रो भयो होला भन्ने सोचे चाहिँ। अनि त्यति त आउँछ भन्ने लागेको थियो मलाई। 4 GPA आउँछ भन्ने थियो? हजुर मैले चाहिँ क्लास 9 को रिजल्टबाट नै 4 GPA ल्याउँछु भनेर हिँडिरहेको थिएँ। 4 GPA नआए पनि 3.90 चाहिँ कट्छ नि भन्ने सोचिरहेको थिएँ। अनि 4 GPA आउँदा झन् कति खुसी लाग्यो। खासमा धेरैजनाले धेरै खर्च गरेर पढिराख्नुहुन्छ। निजी विद्यालयबाट पढ्नेहरू लाखौँ खर्च गर्नुहुन्छ हैन। रिजल्ट त्यो अनुसार आएको छैन। अहिले कमैले ल्याउने 4 GPA ल्याउनेमा तपाईँ पढ्नुहुन्छ। सरकारी विद्यालयमा झन् कम आउनेमा तपाईँ पढ्नु भएको छ। के गर्नुहुन्छ तपाईँ खासमा? काम चाहिँ काम गर्नुपर्छ पर्दैन? पढाइ मात्रै हो कि अरू काम पनि गर्नुपर्छ कि के छ खासमा? अब बाबाले सघाउने कुरा त छुट्टै पाटो हो। अनि अब अरू कामहरू जस्तो हामीले समाचारमा सुनेको इँटा भट्टातिर काम गर्नुभयो अरे खेतबारीतिर के हो त्यो चाहिँ खासमा? अब मैले चाहिँ खेतबारीतिर काम गरेँ भन्नु मतलब यस्तै असारतिर चाहिँ म ठ्याक्क हाम्रो ट्युसन चाहिँ अब साउनदेखि सुरु भएको थियो। बिहान बेलुका फ्री नै हुन्थ्यो नि त्यतिखेर चाहिँ जान्थेँ। कहिलेकाहीँ बिदाको बेलाको चाहिँ हिउँदमा चाहिँ इँटा बनाउँथेँ त्यति हो।
इँटा पनि बनाउनुहुन्थ्यो हजुर कुन बेला पढ्नुहुन्थ्यो त्यो बेला चाहिँ जस्तो दिउँसो इँटा बनाउनुहुन्थ्यो बुबा आमासँग खेतबारीमा पनि जोत्ने पोल्ने हुन्छ नि इँटा पोल्ने खेतबारी जोत्ने समय कसरी छुट्याउनुहुन्थ्यो टाइम म्यानेजमेन्ट भन्छ नि कसरी पढ्नुहुन्थ्यो त्यो बेला चाहिँ मलाई चाहिँ क्लासमा कन्सन्ट्रेट भएर पढ्न मन लाग्थ्यो क्लासमा कन्सन्ट्रेट भएपछि त्यो कुरालाई फेरि दोहोऱ्याइ धेरैचोटि पढ्दाखेरि चाहिँ मैले स्कुलमा पनि आफ्नो ब्रेक टाइमहरू चाहिँ त्यसलाई नै म्यानेज गरेर चाहिँ पढ्थेँ अनि घरमा आएर पनि राति 11-12 बजीसम्म बसेर बिहान 3-4 बजी उठेर पढ्थेँ त्यसले गर्दा नि टाइम म्यानेजमेन्ट अलिक भयो भनेको स्कुलकै समयमा पनि काममा जानु परेको त्यस्तो घटना छ त्यो स्कुलको समयमा काममा जानु परेको चाहिँ कुनै घटना चाहिँ छैन भनेको बिदाको समयमा चाहिँ जानुहुन्थ्यो हजुर बिदाको समयमा भए पनि काम गर्नु हुँदो रहेछ इँटा भट्टामा काम गर्नु भनेको एउटा स्वास्थ्यको दृष्टिकोणबाट र तपाईँको विद्यार्थीको लागि त समयको दृष्टिकोणबाट पनि धेरै च्यालेन्जिङ छ कस्तो हुँदो रहेछ अनुभव त्यस्तो गर्दाखेरि चाहिँ अब एउटा दुःख गर्नुपर्छ दुःख गरेर पढ्नुपर्छ भन्ने चाहिँ सोचमा लाग्थ्यो त्यसै गरी चाहिँ अब बाबामम्मीको लागि पनि गरेको हो अनि आफ्नो खुसीको लागि पनि गरेको मेहनत गरेको जस्तो लाग्छ अहिले बुबा आमा खुसी हुँदाखेरि कस्तो भएको छ मलाई त धेरै खुसी लागेको छ अरू छोरीको रूपमा केही दिन सके जस्तो लागेछ त्यो त लागेको छ अवश्य नै कसरी के गर्दाखेरि चाहिँ फौजी पे ल्याउन सक्दो रहेछ अथवा काम गर्दै पनि कतिले भन्छ काम गर्नुपर्छ कहाँमा पढ्न सक्छु मेरो त काममै समय खर्च हुन्छ भन्नेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ खासमा आफूले टाइम म्यानेजमेन्ट गर्न सक्यो भने चाहिँ पढ्न सकिन्छ अनि एउटा हार्डवर्क एउटा प्यासन चाहिन्छ भन्न खोज्छु के छ सपना चाहिँ तपाईँको अब चाहिँ +2 साइन्स सकाउँछु अनि त्यसपछि MBBSमा स्कलरसिपमा डाक्टर पढ्छु भन्ने सोच्न छु कतिपय कुराहरू सम्झिँदाखेरि मन भक्कानिने त्यस्तो क्षणहरू छ तपाईँको पढाइसँग सम्बन्धित होस् अथवा परिवारसँग सम्बन्धित होस् आर्थिक सामाजिक कुनै पनि अवस्थाबाट मैले हार्डवर्क गर्दा पनि कोही बेला रिजल्ट बिग्रिन्थ्यो त्यतिखेर चाहिँ नराम्रो लाग्थ्यो रिजल्ट केले बिग्रियो भनेर नराम्रो लाग्थ्यो घरको अवस्थाले काम गर्नु परेर पढ्न पाइन भनेर कि आफ्नै मेहनत कम भयो भनेर दुःख लाग्थ्यो मेहनत कम भयो भनेर चाहिँ लाग्थ्यो गोमा श्रेष्ठ चाहिँ तपाईँको एक्लो छोरी त होइन 4वटा छोरी ए जेठी छोरी उहाँ भने तल 3 जना छ 4 जना परिवार र सन्तान र तपाईँ 2 जना गरेर 6 जना हैन कतिको गाह्रो छ काठमाडौँमा गाह्रो त्यस्तै हो गाह्रो त भइहाल्छ नि है अब अलिकति उहाँको कस्तो हुनुहुन्थ्यो उहाँ चाहिँ पढाइमा त राम्रो थियो मैले नर्सरीदेखि आएँ यहाँ स्कुलमा पहिला त अब इङ्ग्लिस मिडियम थिएन नर्सरीमा राख्दा अनि नर्सरीको LKG जाने बेलादेखि इङ्ग्लिस मिडियम राखेर पढाउनुभयो सरहरूले त्यहाँ नर्सरीदेखि फर्स्ट भएर आएको 5 र 6मा चाहिँ सेकेन्ड भयो अनि त्यहाँबाट फेरि 7देखि फेरि फर्स्ट भएर अहिले 10मा आएर फौजी लिएर आयो अब हामीले समाचार नै सुनेको थियो बहिनीको मुखबाट नै सुन्यौँ अब उहाँले त इँटा भट्टामा काम गर्नुभएछ बिदाको समयमा खेतबारीमा काम गर्दै जोत्दै इँटा पोल्दै काम गर्ने छोरीलाई त्यही होइन इँटा बनाउने चाङ राख्ने यताउता खेतीबारी काम गर्थ्यो फुर्सदको बेलामा एउटा बुबाको मनबाट चाहिँ अब अरू छोराछोरीहरू कतिजना काम नगरिकन हुर्किरहेको देख्नुहुन्थ्यो होला आफ्नो छोरी चाहिँ काम गर्दै पढिरहेको देख्दाखेरि कस्तो लाग्थ्यो काम गर्दै पढेर खुसी लाग्यो अरूको अब खाना पकाउनेसम्म जाने छैन अहिलेसम्म 10मा AC दिएर बस्ने बच्चाहरू हाम्रो अब सबै खेतीपाती कामदेखि लिएर हरेक गरेर पढ्यो अहिले राम्रै भयो फौजी पे ल्यायो उसको 9 कक्षाको रिजल्ट लिन गएको म अनि रविन्द्र सर भन्ने र दिल सर भन्ने हुँदो रहेछ नानीलाई अब यसपाला इँटा पार नलाउनु यत्रो ज्याल काम गर्नु गऱ्यो अब यसपाला पार नलाउनु अनि पढाइमा अलि दिनु अब यतिको राम्रो पढ्ने बच्चा कमै हुन्छ पाउँछ यो भाग्यमानले माथि पाउँछ यस्तो पढ्ने बच्चा अनि अब फौजी ल्याउन सकिन्छ ल्यायो भने राम्रो हुन्छ भन्नुभयो अनि त्यही भएर काम पनि हामीले काम त्यति लगाएन अनि बिहान 5 बजे उठेर जानुपर्ने स्कुलमा पारी काम गर्थ्यो अनि बेलुका 7:30 बजे स्कुलमा 6 बजेदेखि 7:30 बजीसम्म स्कुलमै पढाउने साउन महिनादेखि अनि 8 बजे कोठामा पुग्ने अनि बिहान खाना पुर्याउने खाजा ल्याउने हामी गर्थ्यौँ उठाउने